सबैभन्दा गहिरो घाउ शरीरमा होइन, मनमा लाग्छ। मानिसहरू भन्छन् समयले सबै कुरा बिर्साइदिन्छ, तर केही यादहरू यस्ता हुन्छन् जुन समयसँगै हराउँदैनन्, बरु अझ गहिरिँदै जान्छन्। कसैको एउटा सानो व्यवहार, एउटा मिठो बोली वा सँगै बिताएको केही पलहरू अचानक कुनै दिन सम्झना बनेर फर्किन्छन्। त्यो बेला मुस्कान पनि आउँछ अनि आँखामा आँसु पनि। तर जीवनको सुन्दर कुरा के हो भने प्रत्येक बिछोडले केही न केही सिकाएर जान्छ। हामी अझ बलियो बन्छौँ या अझ परिपक्व बन्छौँ र आफूलाई अझ राम्रोसँग चिन्न थाल्छौँ। त्यसैले साथीहरू, तिम्रो जीवनबाट जाने प्रत्येक व्यक्तिहरूलाई घृणा नगर। कतिपय मानिसहरू सधैँ साथ दिन आउँदैनन्, कोही त तिमीलाई जीवनको ठुलो पाठ सिकाउन मात्र आएका हुन्छन्। केबिएल स्टोरी।